एउटा यस्तो प्रधानमन्त्री जसले एकै दिनमा 20 जना भन्दा धेरै बालबालिकालाई मार्यो। र त्यही प्रधानमन्त्री अहिले आएर जेनजी र नयाँ सरकारलाई चुनौती दिइरहेको छन्। अहिले अनधिकृत रूपमा यो सरकारले जेनजीसँग सम्झौता, यिनको अधिकार छ संविधान सम्झौता खारिज गर्ने, हेरफेर गर्ने, केही गर्ने र जेनजीसँग सम्झौता गरे। हुन त हामी पहिल्यैदेखिबाट पढ्दै आएको कहानी नै हो। कुकुरको पुच्छर जति नै सिधा बनाउन खोजे पनि त्यो लास्टमा आएर बाङ्गो नै हुन्छ र त्यही कुरा केपी ओलीमा लागू हुन्छ। सुशीला कार्कीको डरले केपी ओली भाग्छ भन्नु। तपाईँहरूले कतिले नाम सुन्नुभएको थियो अहिले गृहमन्त्री, मैले त नाम पनि सुनेको थिएँ, गृहमन्त्री भएपछि थाहा पाएँ। अनि अझै उनकै प्यारो कान्छो छोरीले अहिले जेनजीलाई आतङ्ककारी भन्दै हिँड्छन्। जेनजी भनेको आतङ्ककारी हो ल, 10 चोटि 20 चोटि 50 चोटि भन्छ। जुन जेनजी जसले विश्वलाई देखाइदियो कि यदि आफ्नो देशमा 15-20 वर्षदेखि बढ भ्रष्टाचारको भ्रष्टाचारै हुन्छ, रोजगार हुँदैन, विकास हुँदैन, त्यस्तो नेता र त्यस्तो सिस्टमलाई हटाउन सकियो एउटा जेनजी ग्रुपले। अनि उनी नेताहरू अहिले आएर जेनजीलाई आतङ्ककारी, फटा, चोर भन्दै आइरहेको छन्। यही हो आन्दोलन, यस्तै हुन्छ आन्दोलन, यस्तै हुन्छ राजनीतिक आन्दोलन, लुटमार हो, आगजनी हो राजनीतिक आन्दोलन। आउनुहोस् हामी यस भिडियोमा बुझ्नेछौँ कसरी केपी शर्मा ओली केपी बाबाट केपी हत्यारा बन्न पुगे। यो भन्दा 2-3 वर्ष अगाडि हजारौं मान्छेहरू सडकमा आएर केपी ओली आई लभ यू भनेर हिँड्थे। तर आज लाखौं भन्दा धेरै मान्छेहरूले फुटबल स्टेडियममा होस् अथवा रोडमै होस् केपी चोर देश छोड भन्दै हिँडिरहेको छन्। एक समयमा नेपालमा ठूलो बाढी पहिरो आएको थियो र त्यति बेला धेरै जसो घरहरू डुबानमा पर्नु परेको थियो र मान्छेहरूलाई पनि एकदमै खतरा थियो। तर केपी ओलीलाई यसको त के चिन्ता, उनी यो सबै कुरा बिर्सेर अमेरिका भवनमा मजाले डोनाल्ड ट्रम्पसँग बसेर चिया नास्ता खान्छन्। हुन त हेलिकप्टरमा भाग्ने नेतालाई के को चिन्ता, जनता जस्तै अवस्थामा परे पनि। जनता भने चाहिँ भारी पहिरोबाट बस्ने ठाउँ नभएर जस्ता माथि चढेर कहिले हेलिकप्टर आउला र बचौला भनेर कुरेर बसिरहेको हुन्छ। र उही केपी ओली जो प्रधानमन्त्री छन् उनी मस्त अमेरिकामा आरामले बसिरहेको हुन्छन्। अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा केपी ओली त्यहाँ पुगे र केपी ओलीलाई त्यहाँको स्टुडेन्टहरूले केही प्रश्नहरू सोधे। A collective priority, given its vital link to the mountains of Nepal and climate change all around the world. प्रधानमन्त्री भएपछि हरेक क्वेसनको एन्सर दिनु नै पर्ने हुन्छ। केपी ओली नेपालमा त मजाले उखान टुकान दिन सक्ने व्यक्ति हुन्, र विश्वविद्यालयमा सोधिएको क्वेसनको एन्सर केपी ओलीले यसरी दिए। Thank you very much for your question. Again, you raised a question about conservation, climate, etc. How many questions were there? एउटा राष्ट्रिय पिता भएपछि अङ्ग्रेजी मजाले बुझ्नुपर्छ र त्यसको एन्सर पनि मजाले दिनुपर्छ। तर केपी ओलीले त क्वेसन नै नबुझे जसरी एन्सर नै दिएनन्। अब अमेरिका त एउटा सानो भवन मात्रै हुन्, उनले गरेको ठुलो ठुलो भवनहरू जहाँ चाइनाको होस्, इन्डियाको होस् वा अरू कुनै पनि कन्ट्रीको होस्, तर केपी ओली त्यहाँ सबैमा एउटा हास्य पत्र भएकै हुन्छन्। एउटा राष्ट्रिय पिता भएपछि लिडरसिप क्वालिटी एकदमै सिस्टमेटिकल्ली हुनुपर्छ। कता जाने, के बोल्ने, कुन समयमा बोल्ने, कोसँग बोल्ने, एउटा फिक्स टाइममा बोल्नुपर्ने हुन्छ। तर उही प्रधानमन्त्री नेपालमा आउँछन् र फेरि उखान टुकान र कमेडी भाषणहरू दिन्छन्। गतिलो मान्छे 4 पल्ट प्रधानमन्त्री हुन्छ जस्तो मलाई लाग्दैन। तपाईलाई थाहा छ कि थाहा छैन, केपी ओली जता जता जान्छ त्यता त्यता पनौती लाग्दै जान्छ, सरी ब्याड लक लाग्दै जान्छ। जस्तै 2072 सालमा केपी ओली पहिलो पटक प्रधानमन्त्री बनेका थिए र 2072 सालमै महाभूकम्प आएको थियो। अनि केपी ओली प्रधानमन्त्री हुँदा हुँदै इन्डियाले पनि नाकाबन्दी गरिदिएको थियो। केपी ओली प्रधानमन्त्री हुनु र यो सबै कुरा लाग्नु यसमा कुनै न कुनै कोइन्सिडेन्स चाहिँ पक्कै थियो। अनि 2020 मा पनि कोरोना भाइरस आएको थियो र त्यति बेला 2018 देखि 2021 सम्म केपी ओली नै प्रधानमन्त्री थिए। कोरोना आउनुभन्दा अगाडि पनि केपी ओली प्रधानमन्त्री नै थिए र कोरोना आएपछि पनि केपी ओली प्रधानमन्त्री नै भइरहे। यसले गर्दा देशको अर्थतन्त्र एकदमै घटेको थियो। अनि अर्को मेन जेनजी आन्दोलन त तपाईँ हामीलाई थाहा भएकै कुरो हो। त्यसमा केपी ओलीकै सरकारले एकै दिनमा 19 जना बालबालिकाहरूलाई टाउकोमा गोली हानी मारेको थिए। एक समयमा केपी ओलीले हरेक घरमा ग्यासको पाइप हुन्छ, सिलिन्डर त प्रयोग नै गर्नु पर्दैन भन्थे। हुन त केपी ओलीको यिनै डायलग र भाषणले गर्दा नेपालमा मात्रै नभएर बाहिर बस्ने नेपालीहरूले पनि उनलाई मन पराउँदै गएको थिए। जता गए पनि केपी ओली आई लभ यू अथवा त पनि एमाले म पनि एमाले गीत बज्थ्यो। केपी ओलीले विकास नै नगरेको भन्न पनि मिलेन, उनले विकास गरेको भनेको एउटा चुच्चो म्याम निकाल्नु हो।
अनि त्यसलाई नै एमालेको कार्यकर्ताहरूले केपी ओलीले ठुलो नै विकास गरे जसरी न्युज फैलाउँछन्। हुन त उनले मेनली गर्छु भन्ने कामहरू कुनै पनि गरेको छैनन्। यसमा घर घरमा ग्यासको पाइप होस् अरू रोजगार दिने काम होस्। उनी प्रधानमन्त्री भएपछि धेरैजसो नेपाली युवाहरू नेपालमै काम नपाएर विदेश जानु परेको छन्। 2024 र 2025 को डाटालाई हेर्ने हो भने विदेशमा काम मात्रै गर्न जाने मान्छेहरूको संख्या 5,30,000 पुगेको छ। यसरी केपी ओलीले आफूले देखाएको सपनाहरू आफैले भत्काइदिए। कति नै उनी सरकारमा भएको बेला विकास नै गरेको जसरी अहिले आएर संसद विघटन गरेर देखाउँछु भन्दै धम्काउँछन्। हुन त केपी ओली आफै 14 वर्ष जेलमा बसेर पनि होला अरूलाई यस्तो भाषण धम्की दिँदै आइरहेको छन्। संसद पुनर्स्थापना गराएर छोडिन्छ। यो फोटो पनि हेर्नुहोस्, गिरिजाप्रसाद कोइरालाको सँगसँगै दुईवटा अरू टाउको पनि छन्। अनि तेस्रो टाउके बन्नको लागि रेडी हुने व्यक्ति हुन् केपी शर्मा ओली। 2072 देखि 2082 सम्म 3 पटक केपी ओली प्रधानमन्त्री बन्न पुगे। 10 वर्षसम्म त्यही कुर्सीमा टाँसिरहे, भ्रष्टाचार गर्नेहरूलाई जोगाउँदै गए। विकास भन्ने चिज त्यस्तै नै भयो। न त केपी ओली 45 वर्षसम्म सरकारमा आउनु नपाएर पनि होला अहिले यो 10 वर्षको बीचमा उनले आफ्नै पार्टीलाई होस् गठबन्धन गरेर होस् सरकारलाई हरेक क्षणमा घाटा पुर्याएकै छन्। अनि जसले उनलाई हरेक क्षणमा साथ दिए त्यसलाई ओलीले कि हानेर बाहिर पठाइदिए। इक्जाम्पलको लागि माधव कुमार नेपाल हुन्। भनिन्छ जनआन्दोलनको दिन पुलिसहरूले केपी ओलीलाई समात्नको लागि एकदमै रेडी थिए। तर त्यति बेला नै माधव कुमार नेपालले उनले ओलीलाई आफ्नै घरमा लिएर आएर बचाउँछन्। अनि त्यही बीचमा माधव कुमार नेपालले ओलीलाई पनि पोलिटिक्स गर्न सिकाउँछन्। तर त्यसको केही वर्षपछि केपी ओली एमालेको अध्यक्ष हुन पुग्छन् र ओलीले माधव कुमार नेपाल र अरू नेताहरूलाई रोनाल्डो किक हानेर एमालेको गेटबाट बाहिर निकाल्छन्। भन्न त केपी ओली आफू पनि भ्रष्टाचार गर्दिन, अरूलाई पनि भ्रष्टाचार गर्न दिँदैन भन्दै आइरहेको छ। तर भ्रष्टाचार जस्तो गम्भीर विषयमा उनी सधैँ नम्बर 1 मा पर्छन्। यसो केपी ओलीको राजनीतिलाई हेर्ने हो भने यो केपी ओलीको सरकार भनेकै भ्रष्टाचारलाई जोगाउनको लागि हो, जेल हाल्नको लागि होइन। ओली प्रधानमन्त्री हुँदा भ्रष्टाचार गर्नेहरूलाई बचाएको केसहरू पनि ओलीलाई लागेको छ। जस्तै व्हाइट बडी काण्ड, ओम्नी काण्ड, गिरिबन्धु जग्गा काण्ड, एयरलाइन्स काण्डहरूमा केपी ओलीले आफन्तहरूलाई बचाएको आरोप परेको छ। विश्वमा 180 वटा देश छ, त्यसमा करप्सन गर्ने केसमा नेपाल 107 मा पर्छ। अनि हामी कसरी भन्न सक्छौँ केपी ओलीको सरकारले भ्रष्टाचार गरेकै छैन भनेर? हुन त केपी ओली एउटा भिजनरी मान्छे पनि हुन्। त्यसैले उनले अगाडिदेखिबाट नै अर्को आउने चुनावको लागि पैसा उठाउने वातावरण खोज्दैछन्। अब दसैँहरू आउँछ, त्यति बेला बाढी पहिरोले रोडहरू बिगारेको हुन्छ, गाडी जान सक्दैन र धेरै जसो नेपालीहरू प्लेनबाट गाउँघर जानुपर्ने हुन्छ। अनि त्यसकै फाइदा उठाउँदै एयरलाइन्सहरूले प्लेनको टिकट डबल मात्रै होइन ट्रिपल चौबरसम्म पुर्याउँछन्। अनि हाम्रो राष्ट्रपिता भन्ने केपी शर्मा ओली उनले यसको बारेमा केही एक्सन लिँदैनन्। एक्सन लिँदैनन् भन्दाखेरि यति एयरलाइन्स यताउताबाट उनकै आफन्तको पर्न जान्छ। यदि केही एक्सन लियो भने उनले अब आउने अर्को चुनावको लागि पैसा पाउने भएनन्। अनि त्यसपछि उनले आउने चुनाव जित्ने वातावरण पनि देखिँदैन। त्यसैले उनी केही बोल्दैनन्। देशमा के भइरहेको छ, जनता कति पीडामा छ, केपी ओलीलाई केही टेन्सन छैन। मात्रै उनी सोच्छन् आफ्नो पार्टीको लागि, आफ्नो भविष्यको लागि। अनि फेरि केपी ओली के नै गरेको जसरी सबै क्रेडिटहरू चाहिँ आफै लिन खोज्छन्। लोकप्रियको लागि भए पनि उनी कहिलेकाहीँ त आफै प्रधानमन्त्री हुन् भनेर बिर्सिन्छन्। अनि वडा अध्यक्षले गर्नुपर्ने काम प्रधानमन्त्रीले गरेर बसिरहेको हुन्छन्। काम गर्दै त राम्रो हुन्छ नि, तर काम गर्नु भन्दा उनी फेसबुक टिकटकमा कसरी फलो बढाउन सकिन्छ भनेर काम गर्छन्। तर विकासको काम भने चाहिँ उनले कहिले गर्न जानेनन् पनि गरेनन् पनि। विकास गरेको भए त यति धेरै आन्दोलनहरू हुँदैन थियो होला, सर्वोच्च अदालतहरू जल्दैन थियो होला, जेन्जी आन्दोलनमा मर्दैन थियो होला, सरी केपी ओलीले जेन्जी आन्दोलनमा मार्दैन थियो होला। सायद केपी ओलीले एक दिन अगाडि राजीनामा दिएको भए यति धेरै मृत्यु र सरकारी भवनहरू पनि जल्दैन थियो होला। तर ओलीलाई त त्यही कुर्सीकै पर्वा छ। अझै अहिले आएर उनकै एमाले नेताहरू जेन्जीमाथि हमला गरिरहेको छन्। उनीहरू भन्दैछन् यो सबै सरकारी जग्गाहरू जल्नुमा जेन्जीहरूकै हात छ भने। तर त्यही केपी ओलीकै सरकारले 19 साना बालबालिकाहरूलाई मारेको उनले बिर्सिन्छन्। ती नेताहरूलाई को मर्यो भन्ने केही मतलब छैन। तर संसद भवन जल्यो, सिंहदरबार जल्यो मात्रै टेन्सन छ। हुन त कुर्सीमा बस्ने नेताहरूलाई के को पीडा, बालबालिका जति पनि मर्योस् उनीहरूलाई मात्रै टेन्सन छ, कुर्सीको र आफ्नो पार्टीको। तर अब यस्तो हुँदैन र हुनु पनि दिनु हुँदैन। अब सबै मिलेर यी एमाले, काङ्ग्रेस, माओवादीहरूलाई हराउनु नै पर्ने हुन्छ र नयाँ सरकारले यी हत्याराहरूलाई जेलमा हाल्नु नै पर्ने हुन्छ। यस्तो गरेन भने फेरि कयौँ जना घाइते र मृत्यु हुन सक्छन्। अब आउने चुनावमा पुरानोहरू भन्दा पनि नयाँहरूलाई छानेर नयाँहरूको भिजन प्लानहरू हेरेर हामीले भोट दिनुपर्ने हुन्छ। अनि बल्ल नयाँ परिवर्तन आउने छ र जेन्जी रिभोल्युसन भनेर चिनिनेछ।